बस गेम इन्डोनेसिया खेल्न आँटेको छु। यहाँ चाहिँ मान्छेहरूलाई चढाइसकेको छु अनि यहाँदेखि चाहिँ हामी म्याप चाहिँ उपर टाढोको छ, धेरै टाइम आधी एक घन्टा त लाग्छ। यहाँ चाहिँ गाडीहरू छ, गाडी त्यति राम्रो पनि छैन आउँदा, ठिकै छ, हेर्न सक्नुहुन्छ। अस्ति भर्खरै किनेको छ गाडी पनि। अब चाहिँ सबैजना चढिसक्यो, अब चाहिँ हामी यहाँदेखि चलो। यहाँदेखि चाहिँ अब हाम्रो स्टार्ट भइसकेको छ। सुरुमा आउने बित्तिकै यहाँ गाडीले हानिदियो। गाई हामी चाहिँ अहिले भर्खर बनाउँदैछौँ, त्यही भएर नहाँसिदिनु होला, लाइक सब्सक्राइब पनि गरिदिनु होला। अनि अहिलेको ट्रिप चाहिँ जाँदैछु। यो पागल बच्चाहरू खडाउँदैछ यहाँ। अनि यहाँको साथमा हाम्रो ट्रिप पनि स्टार्ट भइसकेको छ। हामी चाहिँ अब जाँदैछौँ। धेरै टाइम लाग्नेछ। अब चाहिँ हामी यो एम्बुलेन्सले चाहिँ हामीलाई ओभरटेक गरेर गयो। अब हाम्रो पालि ओभरटेक गर्ने। हिँड्न अगाडि निक्लिनु दिएको छैन, अगाडि निक्लिनु दिएको भएको। फ्ल्यास लाइट आउनु झन्डैले बाइकबाट उडायो। यहाँदेखि चाहिँ अफरोडिङ बाटो स्टार्ट हुन्छ अलिक अगाडि पछि। हाम्रो बस चाहिँ निक्ल्यो। यहाँदेखि चाहिँ अब माथि पहाडमा चढ्दैछ। सर्प जस्तो बाटो जस्तो घुमाउरो म्यापमा नि हेर्न सक्नुहुन्छ कस्तो चढिरहेको छ। गाडी धेरै म्याप हेर्नु त्यही छ। अनि हाम्रो चाहिँ अब चाहिँ एकैचोटि 112 को स्पिडमा कुदाएको छ। म्याप चाहिँ हाम्रो फेरि फर्स्ट म्याप चाहिँ सकेर स्टार्ट भइसकेको छ। अनि अबदेखि यहाँ चाहिँ ओभर घुमाउरो रोडहरू आउनेछ पहाडको अफरोडिङ बाटोमा। त्यसैले लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। गाउँको बाटो छिरिसकेको छौँ गाइज। सहर जाने प्रयासमा टुङटुङ डाँडा हो। हामी चाहिँ झन्डै खोला पसिना टुङटुङ डाँडा हो। यहाँदेखि हामी चाहिँ ट्रेनिङ लिएर अब माथि चढ्दैछु। अगाडिको काठबाललाई टप्ने प्रयासमा टुङटुङ डाँडा हो। हेर्नुभयो गाइज, यस्तो घुमाउरो रोड छ। हाम्रो चाहिँ काठसारलाई टपेर अब हामी अगाडि चाहिँ एम्बुलेन्स। अनि त्यसैको साथमा यो एम्बुलेन्सलाई चाहिँ अगाडि नै जानु दिँदैछु, किनकि कुनै पेसेन्ट होला फेरि पेसेन्ट मऱ्यो भने हाम्रो जिम्मा हुन्छ नि गाइज। त्यसैको साथमा यो एम्बुलेन्सलाई त ला घुसुडियो गाडी झन्डाले। ओ मागा ठक्की गयो।
तेंगे 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 हेलिकप्टर हेलिकप्टर अनि अहिले चाहिँ हामी जाँदैछौँ पहाडको कालो बाटोमा। चढिसकेर अब चाहिँ हामी डाइरेक्ट 100 माथि गाडी कुद्दैछ। हाम्रो चाहिँ झन्डैले खोलाभित्र पसेन। यहाँ चाहिँ यस्तो स्पिड कुदाउँदैछ कि अगाडि टर्निङ आएर बसलाई के खान्छ। यहाँ चाहिँ गाडी ठोकिसकेको छ पुरा टर्निङमा। यहाँ चाहिँ हामी यहाँ टर्निङ लिँदैछौँ। अनि अहिले चाहिँ हामी जाँदैछौँ। यो म्याप खेल्नका लागि तपाईँहरूलाई चाहिँ सुरुदेखि नै अहिलेदेखि नै यो इन्डोनेसिया बस गेम डाउनलोड गरेर खेल्नुपर्छ। त्यही भएर यस्तो म्याप चाहिँ खेल्न सकिन्छ। यो बस त 1 करोडमा किनेको बस हो। यहाँदेखि चाहिँ हामी टर्निङ लियौँ। पुलिस चौकी पनि यही नजिक रहेछ। झन्डाले चाहिँ गाडी ठोकिएन, न त जेलभित्र हुन्थ्यो। अहिले चाहिँ यहाँ हाम्रो गाडी चाहिँ खाली बाटोमा चाहिँ स्पिड कुदाउँदैछ। यो एम्बुलेन्सहरू पनि बिचमा ल्याउँदैछ, उडाइदिनु। यहाँदेखि कति टर्निङ बाटो आउँदो रहेछ। हामी चाहिँ यहाँ पतली गलीदेखि भाग्दैछौँ। पतली गली से निकल्छ हो भन्दै। अनि अहिले चाहिँ अलिक मौसम चाहिँ अलिक राम्रो भएर गाडी चाहिँ कुदाउन मजा आउँदैछ। ड्राइभर पनि भ्यू हेर्दै कुदाउँदैछ। मान्छेहरू पनि डढाएर हुन आँटिसक्यो होला यति स्पिड कुदाएर। हामी चाहिँ सुरुमा ब्लग बनाएको। अलिक सहयोग गरिदिनु होला, लाइक सब्सक्राइब एन्ड फलो गरिदिनु होला। डेढ जस्तो गाडी यहाँ चाहिँ टर्निङै आउँदैछ। झन्डले पार्कभित्रै उल्टियो गाडी चाहिँ। लेकिन तभी उसका हस्बैंड डॉन जाग जाता है। जब उसे पता चलता है कि बेवर्ली अपने बचपन के दोस्तों से मिलने जा रही है तो उसे जलन होने लगती है। वो उसे रोकने की कोशिश करता है और उस पर हाथ उठाता है। बेवर्ली भी पलटकर जवाब देती है जिससे गुस्से में झन्डले गाडीहरू चाहिँ यहाँ चाहिँ अलिक स्पिडमा कुदाउँदैछ। लेकिन बेवर्ली अपनी सारी ताकत इकट्ठी करती है अलिक और पास पड़ा एक मिरलमा पनि हेर है यहाँतिर। फेरि पछाडिबाट गाडी आएर हान्देला नि डममा। फेरि ड्रेनभित्र खाँदेला बस लिएर। 2 लाखको गाडीको हुलिया चाहिँ मिल्दैन। झन्डाले चाहिँ यहाँ एक्सिडेन्ट हुन आँटेको छ। अहिले चाहिँ मैले चाहिँ यहाँ निन्द्रा लागेर तर पनि तपाईँहरूको लागि ब्लग बनाउँदैछु। अहिले हाम्रो यता राति नै हुँदैछ नि त, त्यही भएर। अहिले 3 बजेर राति हामी उठेर ब्लग बनाउँदैछौँ। अनि हामी चाहिँ यहाँ चाहिँ एउटा समुद्र अलिक अगाडि यहाँ चाहिँ अलिक समुद्र रहेछ। अनि यहाँ चाहिँ उत्रेर हामी उत्रिन पर्ने भएछ। अनि यहाँ चाहिँ हामी गाडी रोकेर यहाँ हामी चाहिँ उत्रेर अब
यहाँ समुद्रतिर जाँदैछौँ नुहाउन। मुत्न उनकी जिंदगी में क्या अलिक साह्रो प्रेसर लागेर जाँदैछौँ हल्का हुन। हैं कि स्टैन अभी तक नहीं आया। सब सोचते हैं कि क्या वो आएगा भी या नहीं। वो आपस यहाँ चाहिँ हल्का हुँदैछ। कॉल आया और अनि अब अब हामी पौडी खेल्न अब चाहिँ हामी यहाँ पौडी खेल्न आँटेको छौँ। यहाँ के बारे में कुछ साफ आज पानी 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 दिले सानी 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 अनि यहाँ हामी चाहिँ नुहाइसकेर अब चाहिँ अब बसतर्फ लाग्दैछौँ। वो पेनीवाइज से जुड़ी अपनी सारी यादें धीरे धीरे भूल जाता है। ये पेनीवाइज बसतर्फ लाग्दैछौँ। ताकि बाहर जाने हामीले त बाटै उयो ब्लक गरिदियो। माइक अकेला इसीलिए सब कुछ याद रख पाया क्योंकि वो कभी इस शहर से बाहर गया ही नहीं। जैसे ही गाडी स्टार्ट भएर हिँडिसकेको छ। दिमाग में झटका लगता है और गाडी हिँडिसकेपछि अलिक मजै आउँछ किनकि अलिक मजा आउँछ नि त गाई। त्यही भएर सुरुमै गाडी निक्लिने बित्तिकै ठोक्छ। के हो अनि यहाँदेखि चाहिँ यहाँ भिडियो चाहिँ यहाँ एन्ड गर्न लागेको छु। बाई बाई टाटा छियो। बाई बाई।